बाटो यस्तो छ बाटो छैन झाडी पन्छाउँदै हिँड्ने बाटो छैन अन्त धन्न पाखामा हिँड्नु राइट कहाँ हो आइपुग्नु भन्छ आइपुग्नु लागेको ठ्याक्कै भइसक्यो 45 मिनट किसिमको बोर्ड आउनलाई अब एकछिन हो भन्दा ठ्याक्क 45 मिनट हिँडिसक्यो अब चाहिँ आउनु लाग्यो कि एउटा बोर्डमा हेर्न गएको त्यहाँ रहेनछ 10-12 रहेछ सब मान्छेले टिभी हेरेर रहेछ अब यात्रा जारी छ त्यस्तो छ बाटो यस्तो जङ्गलभित्र आइपुग्यो जङ्गल हिँड्दा यस्तो भइसक्यो जङ्गल हिँड्दा यस्तो भइसक्यो गाइस खत्तम छ जङ्गलमा कहाँ हो यस्तो जङ्गलमा डर त डर पनि हुन्छ किनभनेदेखि किनभनेदेखि यहाँ चाहिँ जङ्गली जनावरहरू पनि आउन सकिन्छ आउँछ पनि त्यही भएर यता साथीहरू चाहिँ चिच्याउँदै हिँड्छ जङ्गली जनावरहरू अट्याक गर्न पनि सकिन्छ यता हेर्नुहोस् बाटो सब कोतारिसक्यो माथितिर पुग्छ साथीहरू चाहिँ जङ्गली जनावर भालु आउँछ बाघ आउँछ धेरै थरीको जङ्गली जनावरहरू आउँछ यहाँको सब केले पो खाइदियो रुख चाहिँ खाली छ अलिअलि रहेछ खाएर चेक गर्छ है कुसुमको बोर्डमा चाहिँ आयो कुसुम अलिअलि छ दामी छ है दामी छ सुगा चाहिँ माइन्दा भाइ है गर्ने क्रेब छ नि ल यसलाई माया रक्सी सोधे चुहा चाहिँ बुझा들 버리고 다니 몰라 소리 뭐 동어랑 좀 다른 거 해야 돼 ताजी दरे मानी यार 다시 또 토지 버리고 와 요 뭐가 대토 동을 토지 와요 원래 동 공시 तो हमने मोल है यार मोल बोलना भूल गया तो टाउन में जब लगा सीधा करने यार करके हाथ में लड़ी लोवा तारे जंगल आलू ना मुने नारो मोल है कुसुम जो तारे मैं जैसे पर वो कुसुम रानी कुसुम बोलूं तो बोल रहा है पढ़ लो ठीक है जब ना तीनी बक 아니 남자도 비하라고 하지 뭐? 이거는 다 먹네. 몰라. 어디로? 집에서 사배. अब छैन अब हामी फाल्छ आइ जङ्गल जनावरले खाएको दे सब भालुले खाएको यहाँ जङ्गल जनावर धेरै आउँछ नि यस्तो जङ्गली फलफुल खानलाई